Good morning. जय मसी सेवा हवा सेवारो तपाईँलाई बिहानको दृश्य देखाउँदैछु म यहाँबाट कता गयो कता गयो कता गयो हाम्रो मेरो पछाडि प्लेन आउँदैछ सारा यसरी आउँदैछ है आउँदैछ अनि मैले भन्न लागिरहेको कुरा चाहिँ के हो भने आज बिहान बिहानै यस्तो चिल मुडमा यस्तो दृश्यहरू देख्नलाई आउँदै थिएँ सदा आज आउँछु तर आज चाहिँ अलिकति निकै फरक शैलीमा आउँदैछु होइन बिहान बिहानै उठ्दाखेरि सोच आएको थियो यात्रा हामी यात्रा जहिले पनि गर्छौँ बिहान उठेदेखि बेलुका सुतेसम्मको यात्रा अनि जीवनको यात्रा त्यस यात्रामा अलिकति के भन्छ साथ हुनुपर्छ साथ भएन भने साथीहरू हुन्छन् अब बुझ्नु अब जीवन साथी जस्तै भयो जति भयो भने हुन्छन् तर आज अलिअलि न्यास्रोपनले अलिकति एक्लोपनले घरिघरि सताउँदो रहेछ तर पनि परमेश्वरको साथमा मजा आउँछ खासै अब मलाई बोल्न त आउँदैन त्यही पनि बोली पठाएँ तर तपाईँहरू पनि आफ्नो माया गर्ने मान्छे छ भने साथ नछोड्नु होला र माया गरिरहनु भएको छ भने पुरा एकदम साथमा निभाउनु होला अलिकति सेन्टिमेन्टले छोयो तपाईँलाई यो दृश्य देखाउँदै के गर्नु अलिकति बोल्नलाई पनि शब्द नै गायब भयो तर भनेको मतलब राम्रोलाई राम्रो गर्नु होला नराम्रोले गरे पनि राम्रै गर्नु होला राम्रो गर्नुहोस् हो कतिपय ठाउँमा साथ छोडेर जान्छन् अब के भन्छ नराम्रो गर्छन् तैपनि अलिकति नमिठो नभनिदिनु होला साथ छोडे पनि छुटे के भन्छ धोका दिए पनि उनीहरूले अब त्यसमा बिच यात्रामा कसैले तपाईँको भावनासँग खेले पनि तपाईँको जसैसँग खेले पनि होइन माफ गर्नु होला है त तपाईँको दिन पवित्र रहोस्।